आदरणीय मित्रहरू, आज चाहिँ म पुरानो पौराणिक बाजा बनाउने ठाउँमा आएको छु र बाजा कसरी बनाइन्छ र बाजा केबाट बनिन्छ भन्ने कौतूहलता तपाईहरुमा नि हुन सक्छ। त्यसलाई मेटाउनको लागि आज बाजा बनाइरहेको ठाउँमा आएको छु। यो चाहिँ कालीकोट जिल्लाको नाकमागाड पर्दछ र बाजा कसरी बनाइन्छ त्यो देखाउन गइरहेको छु। र यो चाहिँ निकै नै पौराणिक र परम्परागत बाजा हो। मर्दा पर्दा बजाइने, बिहेमा व्रतबन्धमा र देउतामा, यता पैट भन्छ देउतामा बजाउँदा चाहिँ यस्तै देउताहरू शुभ कार्यमा बजाइन्छ। नमस्कार हजुर। नमस्ते। यो बाजा चाहिँ केबाट बनाइन्छ हजुर? यो बाजा बाजा तामा हो। हजुर है, यो तामाको हुन्छ। अनि तपाईको अब तामाको बाजाहरू हुन्छ। अनि यो छाला चाहिने गोरुको छाला। अनि गोरु त प्रतिबन्ध लाएको छैन र हजुर? छाला कसरी उपलब्ध गराउनुहुन्छ? छाला सर अब गाउँघरमा गोरु गाई काहीँ लोटेर, काहीँ अब कालले मरेर, हजुर, अनि गएपछि चाहिँ त्यसलाई छाला निकालेर अनि यसमा हाल्ने हुन्छ। ए हजुरलाई अनि यो बाजा बनाउनु कति दिन लाग्छ? टाइमहरु लगभग 2 दिनसम्म लाग्छ। छाला मात्रै हाल्ने। यसको बजारीकरण कस्तो छ? बजार भाउहरू? बजार भाउहरूमा पनि चलिरहेछ। यो डोमा हो, यो अघिको चाहिने बाजाहरू हो, चलिरहेछ। यो यसले भनिसकिसकेपछि बाजाबाट हजुरले जिन्दगी चलाइराख्नु भएको छ। बाजा बनाएर, मादल बनाएर बाजा बनाएको। अनि तपाईको 4000, 5000, 6000। हजुर हजुर। अनि हजुरकै छाला हालेको अनि 4000, 5000, 6000 सम्म। बाजा चाहिँ यही नाकमागाडबाट बेच्नुहुन्छ कि अरू ठाउँ लगेर बेच्नुहुन्छ? बेच्ने होइन सर, यो अब हजुरको भइगयो हैन। मैले छाला मात्रै हाल्दिन्छु। हजुर, छाला हालेर अनि तपाईहरुलाई दिनु पर्यो। मैले जेला ल्याउनु पर्यो। हजुरले मादल पनि बनाउनुहुन्छ हैन? हजुर हजुर हजुर। चाल्नाहरू छन्। हजुर, मादल, चाल्ना, कोदोहरू चाल्ने। हजुर। हजुरहरूलाई पनि मादल, बाजा, दम्हा चाहियो भने नाकमागाडमा आएर सम्पर्क गरिदिनु होला। र छोटो संवादको लागि हजुरलाई धेरै धेरै धन्यवाद है त। हस्, धन्यवाद। हस्।